ओके हामी अब भाइको सपिङको लागि के अरे त्यस्तो तर केएम सेन्टरमा हामी जाने भनेर हिँडेको हिँड्न चाहिँ तर खोइ खुल्देला जस्तो मलाई लागिरहेको छैन यल्लो भइसकेछ ल ठिकै छ केएम सेन्टरमा जाने हो अनि के कस्तो कति रहेछ हामी हेर्ने हो मजाले खोलिसकेको छ हाम्रो हामी एकदम भागदौडमा छौँ केएम सेन्टरमा हामी ब्रान्डफोर्ड लेसमा गइयो थोरै हल्का सपिङ गरियो अब केएम सेन्टरमा के रहेछ कस्तो रहेछ यो चाहिँ वाफे महल हो हामी वाफे महल हुँदै 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 ब्रान्डफोर्ड लेसमा आएर अब भाइ अगाडि अगाडि हिँड्दैछ कान्छोजी मलाई बाटो देखाउने गाइड भाइ बाटो कताबाट हो देखाउँदै हिँड है ल ल भाइ हस्पिटल लाने कुरा गर्छ मलाई सिधै म सपिङ गर्नेलाई भन्छु भाइ हस्पिटल जाउँ भन्छ हामी केएम सेन्टरको लागि हिँडेको हो केएम सेन्टरमा अब के छ नि साप अनि आज के बार हो पुलिस त रहेछ त पुलिस काकाहरू हुनुहुँदो रहेछ त्यहाँ अगाडि फरक परेन पुलिस काकाहरूले हामीलाई केही भन्नुहुन्न माया गर्नुहुन्छ पुलिस काका होइन त्यो एम्बुलेन्स काका हो पुलिसको सानो भाइ अनि यहाँनिर एम्बुलेन्समा पनि पुलिसकै उयो हुन्छ नि त कसले अनि हामीले थोडी न केही उसको हो र ए ल त्यसो भए बन्द गरौँ